तपाईँलाई लाग्छ इन्टरभ्यू गरिरहेको भनेर म त तपाईँलाई हेरेर मज गर्न आउँछु यहाँ पेल्नु के दाइ अझै पेल्नुहोस् मलाई हजुर सिजन 1 मा आउनुभयो फर्स्ट एपिसोडमा हैन सिजन 1 र सिजन 2 मा चाहिँ हजुरले के डिफरेन्स पाउनुभयो खबर त सबै ठिकै छ उस्तै छ अलिकति डिफरेन्स भनेको चाहिँ भाइको अहिले लामो भएछ कि कपाल मतलब हजुरलाई कपाल मन पर्छ मलाई त लामो कपाल त मन पर्दैन जाको भए पनि जस्तो दाढीहरू काखीमा छातीमा लगायत विभिन्न आजकल हजुरको काम त्यति धेरै हामीले स्क्रिनमा देख्न पाइएको छैनौँ के हो खास मेरो अझै स्क्रिन पछाडि हुन्छ नि त धेरै तपाईले चाहने पुरुषमा के हुनुपर्छ मैले चाहने पुरुषमा पूर्ण रूपमा मर्द हुनुपर्छ होइन तपाईको जीवनमा धेरै केटा आइसकेका छन् तर तपाईले आफ्नो जीवन साथी किन बनाउन सक्नु भएर मलाई बताउनुहोस् त्यतिकै मुड आएन परिवारमा बसेर हेर्न सक्दैन भन्नुहुन्छ उहाँहरूले लुकी हेर्न पर्छ क्या जसले परिवारमा बसेर हेर्न सक्नुहुन्छ सबै बसेर हेर्ने नसक्नेले एक्लै हेर्ने त्यो पनि नसक्नेले बाथरुममा गएर हेर्ने जाडो भए पनि जाडोलाई च्यालेन्ज गर्न सक्ने कुराहरू छन् के छन् जाडोलाई च्यालेन्ज गर्ने कुरा ठ्याक्कै 1 2 3 पहिलो कुरा त ब्ल्याङ्केट भित्रै बस्ने घरभित्रै बस्ने बाहिर खासै ननिस्किने काम भएपछि मात्र निस्किने दोस्रो कुरा चाहिँ हिटर छ भने हिटर लाउने तेस्रो कुरा चाहिँ 2टा सिरक ओढ्ने चौथो चाहिँ कि सिरकभित्र 2टा बस्ने त धेरै भइसक्यो नि त सिंगल भएको म नजन्मिँदा पनि हजुर सिंगलै हुनुहुन्थ्यो होइन म जन्मेपछि पनि अहिलेसम्म हजुर सिंगलै हुनुहुन्छ हजुरको रोजाइमा चाहिँ कस्तो केटा चाहिँ हजुरले खोज्नु हुँदैछ खासमा म सिंगल तिमी नजन्मिँदै होइन जन्मेपछि चाहिँ सिंगल भयो क्यारे म पनि बुवाको पेटमा हुँदा त म करोडौँ लाखौँ सँगै थिएँ आमाकोमा जाँदा पनि रेस लगाएकै हो होइन सबैलाई ब्रह्माण्डलाई थाहा छ हजुरको ठुलो ठुलो सपनाहरू छ भनेर त्यो सपना पुरा गर्नलाई चाहिँ हजुरले के सोच्नु भएको छ खास मेरो सपना मात्र होइन मेरो धेरै कुरा ठुलो छ होइन